हेलो एन्ड गुड मर्निङ सबैजनालाई नमस्कार छ मेरो है। म लोक है, अनि म एउटा सानो युट्युब ब्लगर है। सबैले मेरो ब्लगलाई चाहिँ माया गरिदिनु हुनुको लागि म एकदम अनुरोध गर्दछु है। त्यही भन्न चाहन्छु। आज मेरो काममा आएको छु, मेरो सानो होटलमा आएको छु है। अनि ठ्याक्कै आज मैले के गर्छु, मैले के बनाउँछु भन्ने कुरा तपाईँहरूलाई म चाहिँ मेरो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई म चाहिँ देखाउन चाहन्छु है। थ्याङ्क यू फर वाचिङ है, हेर्दै गर्नुहोस्। यो चाहिँ करीको लागि हो होइन, तरकारी केरा आलु आलुको तरकारी है। अनि यहाँ सुरु चाहिँ यही चाहिँ हुन्छ क्या, केरा आलु तरकारी। अनि त्यसपछि यो फेरि मैदा हो है। यो मैदा चाहिँ फेरि मैले उको लागि बनाउनु लाग्यो, समोसाको लागि हो होइन। समोसाको लागि एकछिनमा मुस्छु। अब यहाँ चाहिँ चाहिने कुराहरू चाहिँ म हाल्छु, तपाईँलाई यो भिडियो मार्फत देखाउँछु है। ओके गाइस, मैदामा सर्वप्रथम मैले चाहिँ यसलाई के भन्छ, ज्वानो हालेर चाहिँ ज्वानो हाल्छु है। कतिवटा है ज्वानो हालेपछि फेरि यसमा चाहिँ मैले यो नुन एड गर्छु है। यो नुन है, यो मैदामा लाग्ने टेस्ट अनुसारको नुन है। त्यसपछि घिउ हालिदिनु भयो, डाल्डा हालिदिनु भयो। यो मैले चाहिँ ओइल हालेको छु है, सनफ्लावर ठिक्क हाल्ने है। त्यसपछि यसमा जान्छ तातो पानी है, एकदम धेरै हिट पनि होइन, ठिक्कको वार्म तातो पानी। त्यसपछि अनि मुस्ने मेल्ट गर्ने मुस्ने है, मुसेर एउटा डो बनाउने है। गिलो होइन, फेरि साह्रो बनाउनुपर्छ फेरि डो, यसको डो पनि है। मुस्दै जाने है, मुस्दै जाने। गिलो होइन, साह्रो टाइपको बनाउनुपर्छ। तपाईँलाई म देखाउँछु एकछिनमा है, होल्ड गर्नुहोस् एकछिन है, हेर्दै गर्नुहोस्। ओके, दिस इज फर रेडी फर समोसा डो है। समोसाको डो रेडी भएको छ। हामीले समोसाको डो जहिले पनि होइन हार्ड टाइपको चाहिँ मुस्नुपर्छ, गिलो पनि होइन त्यस्तो हार्ड पनि होइन, हार्ड टाइपको त्यस्तो गर्नुपर्छ है। यो डो लगभग रेडी भएको छ है। अब यसलाई चाहिँ हामीले प्लास्टिकमा हालेर चाहिँ होइन, प्लास्टिकमा हाल्ने। प्लास्टिकमा डोलाई राखेर, प्लास्टिकमा डोलाई राखेर हल्का ऱ्याप गर्ने, ऱ्याप गरेर यसलाई चाहिँ 10 to 15 मिनट हामीले यसलाई गर्दा सी फ्रिजमा लगाएर मेरो फ्रिज लगभग टाइट छ, फ्रिजमा लगाएर राख्ने है। यसरी 10 to 15 मिनट है। Hey guys, good morning. नमस्ते सबै फेसबुक फ्यामिलीहरू है। रेसिपी के को लागि भने यो चाहिँ हाम्रो समोसाको लागि है। प्याज लसुन रातो खुर्सानी सब गएको छ क्या है। पैसा रातो खुर्सानी र अजिना मसला है। धनियाँ र धनियाँको के भन्छ, जिरा धनियाँको मसला, थोरै नमक, समोसाको लागि है गाइस। दिस इज फर समोसाको लागि यो मसला है पकाउँदैछु। अब आलु आउँछ यसमा एकछिन। ओके, आलु आयो। तपाईँहरू कसरी बनाउनुहुन्छ है, तपाईँहरूको रेसिपी मलाई सिकाउनुहोस्। मेरो तरिकाले बनाउँछु मैले चाहिँ है।
चाहिँ मेरो तरिकाले बनाएको हो, तपाईँहरू पनि होला राय सल्लाह जान्न पायो भने जानु हुन्छ है। हिजोको अलिकति आलु पनि थियो क्या ओके रेडी भयो है। समोसाको यो किमा आलु मसला। हेलो गाइस, वेलकम ब्याक। यो जहिले पनि जो मुसेको डोला चाहिँ यसरी लामो गरेर होइन, लामो गरेर चाहिँ साइड गर्नु पऱ्यो होइन। किनकि गऱ्यो भने हामीलाई चाहिँ डोको लागि पिच गर्नलाई सही हुन्छ ओके। त्यसपछि पिस लाउने कट ठिक ठिकको ठिकको साइजको ठ्याक्कै 14 जाने 14 भन्ने 14 28 28 एउटाबाट दुई पिस बन्छ होइन। 14 को 14 28 वटा चाहिँ समोसा मैले आज चाहिँ रेडी गराउँछु। त्यो पनि तपाईँहरूलाई म देखाउने छु फेरि है। कस्तो ब्लड कस्तो कालो कालो आएको है, यता ठ्याक्कै एन्टिलाइट पऱ्यो नि त। त्यही पनि हेरिदिनुहोस् है, माया गरिदिनुहोस्। थ्याङ्क यू, वेलकम गाइज। ल यता यसको प्रोसेस पनि आज फेरि नेक्स्ट प्रोसेस त्यसै पर्छ। समोसालाई 30 रुपियाँ भनेको कि यो अर्को प्रोसेस हो है। ट्याक्कै डोलाई फेरि यस्तो लाम्चो गरेर काट्नु पऱ्यो, लाम्चो गरेर बेल्नु पऱ्यो। त्यो प्रोसेस यो हो नि त। लाम्चो गरेर बेल्नु पऱ्यो, लाम्चो गरेर बेल्नु पऱ्यो। यस्तो लाम्चो गरेर बेल्नु पऱ्यो नि त। यसरी यस्तो गर्नु पऱ्यो है। लाम्चो गरेर बेलेपछि बिचबाट चाहिँ दुई पार्ट बनाउनु पऱ्यो क्या। यस्तो टाइपको है, यस्तो टाइपको है। अलिक बाक्लो भयो भने ठ्याक्कै एक लक गरेर है। त्यो भयो। हेर्नुहोस् है गाइस, एकदम मजाको टिपहरू तपाईँलाई म दिनेछु। त्यो टिप्स समोसा बनाउने टिप्सहरू दिस इन्क्लुड नो निड टु पे, फ्री फर यो आइडियाजहरू क्या। हाम्रो डो पनि रेडी भइसक्यो क्या, मसला पनि रेडी भयो है। केरा सेरो बदाम सदाम आलु सालु खुर्सानी सब छ है।
बीजवाला सबले ट्याक्क दुटा है जसले मेरो भिडियो ठ्याक्कै हेर्नुहुन्छ होइन अनि तपाईँहरू केही छ एक्सपिरियन्सहरू छ भने मलाई बताउन सक्नुहुन्छ है अनि अझै अझै कोही एक्सपोर्ट छ भने होइन त्यो एक्सपोर्टवालाले हेरेको छ भने होइन अझै के मिस्टेक भएको छ त्यसको लागि सजेसन दिन सक्नुहुन्छ है थ्याङ्क यू है टु बी कन्टिन्यू है यस वेलकम समोसा लगभग रेडी छ है पानी लगाउने सर्भ गर्ने साइड बिचमा पानी लाउने अनि पानी लगाएर टक्क यसरी कभर गर्ने कभर गरेपछि तपाईँको समोसा रेडी भयो त्यो समोसा है इजी छ र हामीलाई बनाइराख्ने है हाम्रो चाहिँ खासै त्यस्तो लाग्दैन नबनाउनुलाई चाहिँ त्यस्तो गाह्रो हुन्छ सुरुमा मलाई पनि गाह्रो हुन्थ्यो कहाँबाट के गर्ने हुन्थ्यो पुरा तर बिस्तारै गरिसक्यो सेवा छैन नि त तपाईँलाई तिमीलाई पैसा दिनु पऱ्यो फेरि होइन ओके है बनाएर सकेको छ समोसा अब यो सेकेन्ड प्याक रेडी लगभग पाक्दैछ है त्यो रातो रातो भएपछि ट्याक्कै निकाल्ने चिकन ग्रेभी त्यही भएर चाहिँ हल्का टाइम लाग्छ 5 to 7 8 10 मिनट्स राउन्ड ल है गाइस खुट्टा रेडी भयो अनि माछा पनि रेडी भयो यो फिस यो चाहिँ चिकन पन्जा समोसा रेडी भयो यता परोठा यता चाउमिन यता चिकन ग्रेभी है आलु छ उसिनेको फेरि
यस्तै छ यार है। ल है नमस्ते गाइज है। यहाँ चाहिँ पन्जा छ चिकन र सानो खालको फिस छ है। मैले चाहिँ म्यारिनेट गरेर राखेको छु है। अब एकछिन यसलाई चाहिँ तेलमा चाहिँ फ्राई गरिन्छ है, अनि खानको लागि रेडी गरिन्छ है। हेर्दै जानुहोस्, अझै यसको भाग पनि आउँदैछ है ब्यागमा। फ्राई यो चाहिँ कुखुराको खुट्टा है। रेन्जर उठ्यो पड्क्यो भने पुरा त्यसले उठ्यो फेरि। आज स्पेसल डिनर हुन्छ हाम्रो है रेस्टुरेन्टमा। चाहिँ कुक छ, सी इज भेरी एङ्ग्री वुमेन। हेलो गाइज, आज हामीले घरमा बिरयानी पकाएको छ है। हेर्नुहोस् है, मासु बिरयानी है, बिरयानी बनाएको है। वाउ, ओ माई गुडनेस, दामी दामी। चौटका पिस ल, ओ माई गड है। बिरयानी है, बिरयानी है, चिकन बिरयानी। अब बच्चाहरू ट्राई गर्छ होइन, अनि यसको फिडब्याक सोध्छु म बाबाले कस्तो बनाएको भनेर है गाइज। थ्याङ्क यू। ल है गाइज, यो परोठाको लागि आलु परोठा समोसा बनाइसक्यो है। अहिलेको रेसिपी फलो गर्नु पऱ्यो। बन्दैछ परोठा है। आज अब यही हो यार है। त्यो पनि हामै यस्तै छ, दिनभरि बनाउने, बिहानभरि बनाउने, दिनभरि बेच्ने। गर्मी सुरु भइसक्यो हाम्रो यहाँ पनि, अनि आगो खेलाउँदा खाजा खाने ठाउँ ढोकाउनु बस्थ्यो, मान्छे परात जानु परेन। ओ कान्छा